छोरा त अहिले 17 साल लागिसक्यो मेरो जेठो छोराले चढाइ गरिकन नि बुढी भइसक्यो छोराले त गर्नु बेला भइसक्यो छोराले त खुट्टा काममा राखेर झ्याम्की झ्याम बोयरले छोड्ने बेला भइसक्यो खुट्टा दुईपट्टि दुईटा खुट्टा यसरी उचालेर चाहिँ ओहो तपाईँले कहाँ गर्नुभएको त्यो अमेरिकामा कुहिरिनीलाई भन्दै गर्दै मेरो छोराले त्यसो गर्छ त अनि आमाले चाहिँ कहाँ सिकेर आएको भन्ने त मैले त यही हो नि कुवेतमै हो नि कुवेतमै सिकाएको भन्ने हो त नि ल ट्रेनिङ दिनुपर्छ है बुहारीलाई आजकल भएर चाहिँ कस्तो गरम गरम मन लाग्छ है लक्ष्मी दिदी थाहा छैन मलाई हेलो लक्ष्मी दिदी हजुर हेर्नुहोस् है दिदीले बर्बाद पार्ला है बर्बाद पार्ला पार्दैन दिदी र बहिनी भएपछि त बर्बाद पार्छ हामी कहिले काहीँ हेर यहाँ चाहिँ साला बेला खरिएर बसिरहेको छ यता हामी दिदी बहिनी नि खरिएर बस्छौँ तर फुटाएनको त भित्र लुटुक्क बाहिर सुटुक्क भन्छौ भित्रै पार्न बाहेक सुटुक्क लुटुक्क पार्ने भने त हो नि न भित्र न बाहिर भनेर भइछ जति उफ्रो भ्याकु त चौराको चौरै भने जति लोग्ने मान्छे उफ्री हाल्छ नि त्यो दुईटा चाहिँ कहिले भित्र नपस्ने है भन्ने कुरो त यसो कि तिमीलाई थाहा छैन त्यो बाहिरको सिक्युरिटी गार्ड हो नि त त्यो बाहिर सिक्युरिटी गार्ड चाहिँ जति उफारे फुट्दा नफुट्ने हो के भएको लोग्ने मान्छे जति पर्ने गार्ड मान्छे फुट्यो भने त भित्रको कामै छैन नि त चोरमा बर्बाद हुन्छ त्यो दुईटा चाहिँ फुट्नु पर्ने हो साँच्चै नि लोग्ने मान्छे कहिले त कस्तो रक्सी खाएको बेलामा त कस्तो जोरसँग लगाएर गर्छ नि ओहो उफ्री ल त्यो दुईटा फुल त भित्रै बसे जस्तै गर्छन् त्यो दुईटा फुल किन नफुट्यो होला है तिम्रो बुढाले त्यस्तै गर्थ्यो मेरो बुढाले त्यस्तै गर्थ्यो त नि दुईटा औँली लगाएर घुसादिएको आउँथ्यो नि भित्रै त्यो पनि मैले त भित्रै घुसानु न बुढा भनेको त्यसो नभनेन कान्छी तिमीलाई दुख्छ नि भन्नुभयो अड्के बस्थ्यो त्यसपछि चाल पाउँथ्यो पछाडि अड्कियोस् भने त मैले त अड्के नै अड्कोस् भनेको त त्यति बेलामा त भाँडाकुँडा भित्रै राख्नु हुने भयो त भित्रै भाँडाकुँडा राखेर भित्रै फकाएर खाएर त्यो भित्र घुसाएपछि बाहिरै ननिकाल्नु जस्तो हुन्छ नि अब के गर्नु नहुने त्यस्तो हुन्छ है केटीहरूलाई झुन्डाएर हिँडौँ जस्तो लाग्छ कि हो त्यसो भए हो त नि ल हुन्छ मन त बुझाउनै पर्यो नि हो अब के गर्नु यो कुवेतमा अब कसैले नहेर्ने बुढी भइहाल्यो आधी उमेर गइगयो मर्ने बेला भइगयो कसैले हेर्दो रहेछन् त अब के गरौँ त हजुर बोलेर भयो भने मन बुझाउने है बुझाउनै परेको नि हो मन त टोलाउनै पर्यो देखाउनु गर्न नपाए नि बोलेर भयो नि यसो के गर्नु हो अब त चिठी गरेर ल्याइदेऊ भन्नुले भेटाइ छ अब बाबालाई भन्नु पर्यो चिठी गरेर ल्याइदियो भन्नु पर्यो चिठी गरेर भन्नु बुझ्छ त बुझ्छ यस्तो चिठी करेलाले नि हुन्छ रे यार यसो त्यो काँडा भएको कन्डम लाएर गरे जस्तै हुन्छ रे मजा हो त नि काँडा भएको चाहिँ कहाँ देखेको नि हाम्रै नेपालमा होइन होला किन होइन काँडा भएको कन्डम छैन त हाम्रो नेपालमा जति भने नि छैन नेपालमा अहिले बनाएकै छैन तिमीलाई त बुढाले सिक्न सक्दैन थियो होला त्यसो अन्त मेरो बुढाले नसिक्या भएदेखि मेरो बच्चा कहाँबाट निस्क्यो र 4-4 सिकाउँदै हुन्थ्यो होला तपाईँको मात्रै हो बिचरा ए म त पाएसम्म जसलाई पनि सिकाउँथेँ नपाएर मात्रै हो पाएर अहिले पनि सिकाउनु आउँथ्यो त्यो बिग्रिने होइन त्यो खिने होइन झर्ने होइन बुढी भैँसी सुहाइने बाह्र जाने होइन अहिले नै त नि गर्ने म त दुईटा जोर लगाएर एकैचोटि घुसादियो भने पनि घुसादिन्छु नबाह्र पो त ल म त्यसो भए दुईटा जोडेर आउनु पर्यो है त हुन्छ है त कहिले आउने भरे बेलुका आउनु न त म त आउने भयो भरे बेलुकै आउनुहोस् कस्तो बिना भइछ होइन हामीलाई त भर्खरै पो चाहियो ल अहिले नै आउनु नि त अहिले नै भन न अड्रेस देऊ त अड्रेस 965 रोड नम्बर 1360 घर नम्बर कस्तो कुएली भएर पठायो भने त्यहाँ चाहिँ के गरे रे सिक्न नझाक्न जिउमा चाहिँ थाक्न होला होइन भने 1360 कहाँ हो यो कुवेतको पुछारतिरै नि छैन त्यो कुवेतको पुछारमा हो
960 रोड नम्बर 1362 गाता नम्बर 360 घर नम्बर। यो चाहिँ होला है। कति थियो पुटी नम्बर कति अरे आउने चाहिँ आउने भयो। त्यो पुटी नम्बर पनि चाहियो नि अनि पुतीको नम्बर चाहिँ 32। त्यो काँडा भएको कन्डम लिएर आउँछ है। होइन आफै काँडा छ कन्डम बिना कन्डम हान्दिन्छ कन्डम नभए त चिक्नै मजा हुँदैन हो। कन्डमले कहाँ सिक्ने कन्डम बिना त लाडोले चिक्ने हो कि कन्डमले चिक्ने हो र? कन्डम लगाएर चिक्नु पर्यो नि हो। कहाँ यार लाडो चिक्दैन यार कन्डमले मेरो चिकिरहेको छ। त्यो लाडो भाँच्चेलाई धेरै लाडो लाडो नभना हो। सन्चेर के हालत भयो त त्यहाँ हेर त लक्ष्मी यिनीहरू कति मुख छोरा छोरा बोलेका। पहिला भन त लक्ष्मी हजुर के लान्छ हो लोग्ने मान्छेलाई त हल्लाउन नि मिल्छ फलाउन नि मिल्छ पानी खाल्न नि मिल्छ हामीलाई हल्लाउन नमिल्ने फलाउन नमिल्ने पैसा तिरेर जाउँ भन्दा नमिल्ने है। केटा मान्छेहरूलाई त हल्लाएर पानी खाल्न पनि मिल्ने फेरि 2-3 रुपियाँ तिर्यो भने बाहिर त्यो बस्ने कोठीतिर मिल्छ भन्छन्। कहिले मुला खरिदेर मुला ल्याउँदैनन् नि त लौ न हो मुला किनेर पठाइदिने काम गर्नु न नेपाली दिदीबहिनीको धर्म गरिदिनु न दाजुभाइ हो। कहिले कहिले भान्टा पनि ल्याएको सब्जी बनाउनु बिस्तारा मुनि राख्नु जाउँ नि त। मैले त बिस्तार मुनि नै राख्ने थिएँ त्यो सुत्या ठाउँमा यस्तो गरेर ठाडो बनाएर राखी छोड्थेँ अनि यसो आउँथेँ र यसो बसे जस्तो गर्थेँ घचक घुचुक पार्थेँ जान्थेँ फेरि आउँथेँ घचक घुचुक पार्थेँ जान्थेँ। एकचोटि त तिम्रो बिस्तारामा टाउरी परेको भान्टा भेटाएको हुन्थ्यो त। हो त नि भेट्नु पाए त हुन्थ्यो भनेर मलाई चाउरी परे होइन त्यो चाउरी नै नपरेको यत्रोबाट भ्यान्ता भयो भने ल्याएर चाहिँ खस्की खस भन्थेँ। हुन त आइमाईले भन्छ अरे लाडो त मेरो पुतिया सधैँ जिन्दगीभरि नै यत्तिकै चिपेर बस्छ भन्छ अरे के हजुर एकछिन पछि गर्छु ल। म अहिले अब 1 बजी उता उठाउन पाउँदैन 3 बजीसम्म म आफै गराउन हुन्छ। ल ल हुन्छ म पाउँदिन। हेर त चुमा खाऊ रे हेर त लक्ष्मी कति मार्तेका यिनीहरू। त्यो तलकोले के खानु नि जुम्मा त नजिक भएको खानु नि सबै ठाउँमा नजिक भइरहेर तलबाट चुम तान्दिन हुन्थ्यो नि हो भनेको। तिमीले सक्छ त्यो कुखुराले त्यो कुखुराको मुजी चुक 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 पार्छ र त्यो पिसाब गरेर त्यस्तै गरेर तान्दिन हुन्थ्यो नजिक भइरहेर। मेरो पनि अब काम अलिकति भयो राख्छु ल बहिनी। ल दिदी ल कहिले काहीँ सम्झेमा ल धेरै धेरै धन्यवाद। भोलि जान्छु म हजुर हिजो भेट्दा थियो नि म दिदी भाषा खानु गएको थियौँ। दिदी अनि के सँगै छ र दिदीले? सन्चै छ मैले भनिदिएको हो उसले फोन नगर भनेको छ अनि त्यही भएर मैले नगरे भन्नुहुन्छ उहाँ। हो र मैले नगर भन्नु नि मैले तपाईँले नगर्नु भने है नगरे अरे फोन कहाँ भन्नु नि भनेको छैन कि भनेको छैन मैले त। मैले त कति लक्ष्मीले फोन गरेर सोधिरहनुहुन्छ मलाई के गर्ने हो भनेको सोध्नुहोस् मलाई फोन गरेर सोध्नु पर्दैन भनिदिनु मलाई फोन नगर भन्यो अनि मैले पनि गरेन भनिदिनु। उसको त अब एजीको छ विभाग भइपो गर्नु नि है। हो नि मलाई घरको नम्बरबाट गरेको थिएँ बिहान। बहिनी राख ल एकछिन। ल ल ल ल ल ल ल ल बाई। खासको हो दिदी तिम्रो दुईटामा? हजुर खासको हो दिदी? ऊ हो दिदी म हो बहिनी। उसले आफूलाई दिदी भन्छ उसले आफूलाई दिदी भन्छ खासको हो बहिनी को दिदी? होइन ऊ हो दिदी म बहिनी हो हामी बराबर जस्तै उमेर ऊ पनि 30 मै लाग्यो म 30 मै लागेको होइन बराबर जस्तै हो दिदी दिदी भनिन्छ। कति सालमा बिहा गरेको? कति सालमा बिहा गरेको तिमीले? मेरो बिहे गरे त अब त